क्युट थियो नि त्यो पिङ्क कलरको। जस्तो अहिलेसम्म रुन मात्र सकेको छैन क्या। मैले सोचेको कुरा कहिले पनि हुँदैन साथीहरू, यो कुरा चाहिँ मलाई थाहा छ होइन। अनि मैले चाहिँ होइन 3 दिन अगाडि नै एयरपोर्टमा चाहिँ यो आउटफिट लाउँछु भनेर छुट्टै छुट्याएर राखिसकेको थिएँ क्या। हुन्छ नि इमेजिन थियो नि त यस्तो यस्तो खतरा आउटफिट गर्छ है म त पुरै भनेर खतरा भनेर सोचिसकेको थिएँ कि तर भएन त्यस्तो। मैले सोचेको कुरा कहिले पनि हुँदिन। अनि त्यसपछि चाहिँ वेटहरू हल्का हल्का मिल्यो होइन। अनि त्यसपछि चाहिँ गाइस मैले चाहिँ एउटा कुरा पोइन्ट, मैले चाहिँ कपडाहरू फालेको थिएन तर मैले के गरेँ होला त्यो कपडाहरू चाहिँ माथि 5वटा र तल 5वटा लगाएर 50 किलो बाटोमा 70 किलो भइसकेको थिएँ। सास फेर्न नि सकिरहेको थिएन क्या, घाँटी बुझेर है उकुस नमुकुस। सोचे चाहिँ जिन्दगी रहेनछ भन्ने गीत चाहिँ मेरो लाइफसँग मेल खान जान्छ क्या ठ्याक्कै। अनि त्यसपछि एयरपोर्ट गयो, फोटोसोटो खिच्यो, सबै गऱ्यो होइन। अनि त्यसपछि चाहिँ फोटोहरू खिचिरहेको थियो। अनि एउटा अङ्कल ऱ्यान्डम आएर चाहिँ मलाई सोध्नु भयो, नानी तिमी सिडनी जाने हो भने। अनि अनि त्यो अङ्कलले नि मेरो बुहारी पनि छ भर्खर भित्र छिर्यो सँगै भेट भनेर भिडियो सिडियो कल गर्यो क्या। अनि मैले चाहिँ एउटा कुरा चाहिँ साथीहरू, मैले अहिलेसम्म प्लेन चढेको नि छैन। यास गाइस प्लेन चढेको छैन। सो मेरो चाहिँ यो फर्स्ट फ्लाइट पनि, अनि त्यही माथि इन्टरनेसनल फ्लाइट होइन। अलिक डर चाहिँ लागिरहेको थियो कि मलाई, लाइक भित्रभित्र के हुन्छ टाइपको मनमा खुल्दुली भइरहेको थियो होइन। अनि त्यसपछि चाहिँ म भित्र गएँ। अनि मान्छे धेरै जस्तो मान्छेलाई के हुँदो रहेछ भन्दाखेरि चाहिँ जब हामी भित्र छिर्छौँ नि त, अनि त्यसपछि चाहिँ कसैले मुड पछाडि फर्केर चाहिँ हेर्न सक्दैन अरे फ्यामिलीलाई होइन। बट आई डिड इट गाइज। मैले पछाडि हेरेर बाई बाई गरेँ अनि किस पनि गरेँ एभ्रिथिङ। मलाई चाहिँ आँसु आएन किन भन्दाखेरि चाहिँ म धेरै रोइसकेको थिएँ, र मेरो आँसुहरू पनि सकिसकेका थिएँ, त्यही भएर आँसु चाहिँ आएन। अनि सुरुमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ मम्मी चाहिँ पछि म भित्र वेटिङ एरियामा बस्दाखेरि कल गरेको थिएँ, रुँदै उइसिनु रहेछ तर मलाई खासै त्यस्तो आँसु चाहिँ आएन होइन। अनि त्यसपछि चाहिँ सुरुमा स्क्यानिङ हुँदो रहेछ त्यो सामानहरूको चाहिँ होइन। अनि धेरै जस्तो मान्छेले भन्नुहुँदो रहेछ कि त्यो सामान निकाल्दाखेरि र राख्दाखेरि तारा देखिन्छ भनेर। तर मलाई चाहिँ त्यस्तो केही भएन किन भन्दाखेरि चाहिँ आम स्ट्रङ गर्ल नि त। अनि मलाई चाहिँ त्यस्तो केही पनि भएन। सामान राखेँ त्यहाँ, स्क्यान भयो फेरि तानेँ, त्यस्तो केही भएन होइन। अनि त्यसपछि बोर्डिङ पासको बेला चाहिँ मेरो एउटामा कम कम वेट भयो, अर्कोमा चाहिँ बढी भयो। त्यो टाइममा मेरो वाट लागिसकेको थियो साथीहरू। म यति डराएँ। बट म भित्र गएर चाहिँ त्यहाँ 2वटा साथी बनाइसकेको थिएँ कि सुरुमा चेक इन बोर्डिङ पास नगर्दै अब भित्र मैले भेटिसकेको थियौँ, कुरासुरा गऱ्यौँ अनि एभ्रिथिङ होइन एकदमै राम्रो भयो। अनि त्यसपछि थ्याङ्क गड उहाँहरू चाहिँ एकदमै राम्रो हुनुहुँदो रहेछ 2जना होइन। मलाई वेट गर्नुभयो, मैले सुटकेस